हजुरहरू पनि के म जस्तै भुटुवा लभर हुनुहुन्छ? हेलो साथीहरु, आज म भुटुवा खानी भनेर भुटुवा किन्न हिँडेको। तर दुःखको कुरो भुटुवा किन्ने भनेर हिँडेको थिएँ, भुटुवा त पाइन। त्यसैले मैले कलेजो र मुटु लिएर आए। म सामान किनिकन बाटोमा एउटा हातमा झोला र एउटा हातले भिडियो गर्दै फर्किए। घरबाट त भुटुवा मात्रै किन्ने भनेर हिँडेको, तर अरू सामान पनि किनेर लिएर आए। अब किनेर ल्याएपछि त बनाउने प्रोसेस त गर्नु नै पर्यो नि, हैन त? म चाहिँ पहिला पानी बसाल्छु, अनि कपडा धुनलाई म मेसिनमा हाल्छु, अनि त्यसपछि खाना पनि बसाल्छु। त्यतिकैमा पानी पनि उम्लिएछ। त्यसमा मैले बेसार, नुन, अमिलो अनि मुटु र कलेजो हाल्छु। मुटु र फोक्सो पाकुन्जेलसम्म म लसुन, प्याज अकडम बकडम काटकुट गर्छु। लसुन प्याजहरू काटेर भ्याउँदासम्म यता फोक्सो र मुटु पनि उसिनेर तयार भएछ। त्यसलाई म चट 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 काट्छु। काटिसकेपछि म तिनीहरूलाई फ्राई प्यानमा हाल्छु। किन होला साथी है, मासु पकाउँदाखेरि नुन चाख्नको लागि चौटा नै खानु पर्ने। अनि भुटुवा पाकिसकेपछि म भातसँग खान्छु। नेपाली हो नि त, भात नखाएसम्म निद्रै लाग्दैन। अनि हजुरहरूले पनि मेरो भिडियो कहाँदेखि हेर्नुभएको छ कमेन्ट गर्नु ल।